अब हाम्रा त्यसपछिका हाम्रा भाइ बहिनी भन्नै भनौँ है एक किसिमले मैले इन्फर्मली जान्छु म चाहिँ त्यस्तो फर्मल जान्दिनँ हामीले स्केड्युल गरेकोमा अहिले रिस्केड्युल भएको छ आज फर्स्ट डेमा मैले केही कुरो तपाईँहरूसँग सेयर गर्न गइरहेको छु है त्यसमा मैले एउटा फोल्डरको यो गुगल ड्राइभमा फोल्डर सेयर गरेको छु सायद सम्भवतः हजुरले त्यो लिङ्क चाहिँ पाउनुभयो होला अनि जति पनि यो रेलेभेन्ट मेटेरियल्सहरू हुन्छ त्यो कुरो चाहिँ यो फोल्डरमा अपडेट्सहरू हामीले गर्दै जान्छौँ त्यसले गर्दाखेरि हजुरलाई त्यो अपडेटेड मेटेरियल्स पनि बारे जानकारी पनि हुन्छ एट द सेम टाइम कतिपय अब भ्याउनु भएको अवस्थामा त्यो एकचोटि हेर्नु होला होइन र डिरेक्टली मैले विदाउट लुजिङ टाइम अब एकदम टाइम सर्ट भएको छ र त्यस हिसाबले मैले फाइलैमा जान चाहन्छु एकचोटि हजुर देख्नु भएको छ मैले यो सेयर गरेको डकुमेन्ट्स अथवा चाहिँ फाइल फोल्डर देख्नु भएको छ आइरहेछ ओके ओके देखिया छ। ए हजुर सर मैले अब सिधै डेटाबेसमा मैले त्यो वान अफ द फाइल्स चाहिँ हजुरको के थियो भने डेटा सेट थियो मैले सर्कुलेसनमा पनि हाम्रो निशेषजीले पनि हाइलाइट गर्नुभएको थियो एउटा एक्जाम्पलरी हाइपोथेटिकल डेटा सेट पनि मैले सेयर गरेको थिएँ होइन फाइलको नाम चाहिँ एक्सेल फर डेटा एनालिसिस एआइटिएए सायद मिति आज चेन्ज गरेको छु मैले होइन त्यसैले आज 8 जुन 2025 भनेर डेट राखेको छु त्यो एभ्री नयाँ फाइल क्रिएट गऱ्यो भने त्यो डेटलाई हामीले चाहिँ अगाडि लैजान्छौँ हजुरले देख्नु भएको छ नि यो एक्सेलको सिट है डेटा सेट अलि सानो देखिन्छ कि कस्तो देखिन्छ यो डेटाहरू अलि हेर्नलाई गाह्रो जस्तो डेटा अथवा चाहिँ ठिकै छ। ठिकै छ होइन अलिकति ओके ठुलो भए बेटर हुन्थ्यो। ए ल हुन्छ हस् हस् सर ओके हुन्छ यो देख्नु भयो होला अलिकति ठुलो भएको छ सर 110%, 120% मैले भ्यू गरेको छु सर अब त ठिक छ। ओके हजुर र यो डेटा एकदमै हाइपोथेटिकल इन नेचर हो र हाइपोथेटिकल भएको हिसाबले यसमा दिन खोजेको केही भेरिएबल्स भनौँ न एउटा मानव क्रस सेक्सनल एउटा सर्वे टाइपको चाहिँ हाइपोथेटिकल डेटा हो होइन यसमा चाहिँ व्यक्तिहरूको भनौँ न एउटा सानो लजिक चाहिँ के भने उनीहरूको एउटा रेगुलर उनीहरूको चाहिँ भनौँ न वर्किङ ह्याबिट हो कि होइन तर त्यसको इफेक्ट अथवा इम्प्याक्टको हिसाबले उनीहरूको वेटमा कति चेन्ज भनेर देखाएको त छैन तर त्यो व्यक्ति वेदर त्यो व्यक्ति इज ए रेगुलर वर्कर अर इरेगुलर वर्कर र उनीहरूको करस्पोन्डिङ वेट चाहिँ यसमा कोलुम डीमा दिएको छ र आज मैले यो रेगुलर वर्कर भन्ने कोलुम बीको डेटा यो सबै आज युज गर्दिनँ त्यसरी मैले एउटा सिट एउटा क्रिएट गर्छु आजको मिति अब हजुरको 0806 आज मिति हो 25 यो चाहिँ मितिको हिसाबले बुझिदिनु होला आज 8 जुन है यसमा मैले सिम्पल यो दुईवटा कोलम बी र अनि त्यसपछि गएर यो वेट बी र डीलाई मात्रै मैले कपी गर्छु र यहाँ पेस्ट गर्छु यसमा चाहिँ हेर्न खोजेको जस्तो यो रेगुलर वर्कर वान भनेको अब यो यसमा देख्नुहुन्छ बाइनेरी नम्बर छ यो बाइनेरी नम्बरमा चाहिँ रेगुलर वर्करको चाहिँ वान कोडिङ गरेको र अर्को चाहिँ जेरो फर अदरवाइज अथवा इरेगुलर होइन भन्ने देखेको छ अब यसलाई मात्रै लजिक अघि नै मैले भनिसकेँ अब रेगुलरको चाहिँ भन्दा इरेगुलर वर्करको अलिकति वेट बढी हुन्छ कि भन्ने असम्सन अथवा भने त्यो थ्योरीमा आधारित भएर सानो एउटा चाहिँ टेबुलेसन गरौँ अथवा अगाडि बढाउँ भनेर सोचेको छु अब यसमा चाहिँ यस्तो खालको डेटा होइन यसमा चाहिँ हजुरको रेगुलरमा दुइटा यसरी फिल्टर गरे पनि जेरो र वान देखिन्छ होइन भनेपछि कहिलेकाहीँ हामीलाई इन्ट्रेस्ट चाहिँ के भन्छ भने यो बिचको चाहिँ डिफ्रेन्सेस के छ त कस्तो छ भन्ने खालको हेर्नु एज अ स्ट्याटिस्टिसियन अथवा एज अ डेटा पर्सनको इन्ट्रेस्ट हुनसक्छ होइन त्यसैले मैले के सिम्पल यसमा के गर्छु भने हजुर यो रेगुलर वर्कर इरेगुलर वर्कर भन्ने चाहिँ मैले दुइटा यो फेरि टाइप गरेर राख्नु भनेर यसलाई मैले यहाँ चाहिँ पेस्ट गरिदिन्छु अनि त्यसपछि गएर मैले सिधै है विषयवस्तुलाई अब कुरा गर्दै अगाडि बढ्दै काममा त्यस्तै रेगुलर वर्करको कोडेड जी 1 र इरेगुलरको कोडेड 0 अब हुन त मैले अस्तिका सर्कुलेसन्सहरूमा पनि हजुरहरूको एकचोटि ट्राई गर्नु होला के छ अथवा डाटा हेर्नु भ्याउनु भएको छ कि छैन कसैले यदि हेर्नु भ्याउनु भएको छ भने यसो अलिकति रिफ्लेक्सन पनि थोरै गर्न सक्नुहुन्छ होइन त्यस्तो केही छ नभए अथवा म सिधै अगाडि बढौँ कि कसो केही जिज्ञासा छ अथवा केही इनपुट्स छ
बढ्दै गरौँ सर। ओके ल ओके भनेपछि अब म एज अ स्ट्याटिस्टिसियन डेटामा काम गर्ने पर्सनको लागि मलाई के हुन्छ भने यो रेगुलर वर्कर र इरेगुलर सरी यो रेगुलर मैले उ गरेँ त मैले सरी या मैले चाहिँ इरेगुलर भन्न खोजेको उ त आइआरआर रेगुलर वर्कर चाहिँ जेरो कोड भयो है र बिचको चाहिँ अलिकति यिनीहरूको बिचको चाहिँ डेटा डिफ्रेन्सहरू हेर्न खोजेँ अब मैले सिम्पल अब कतिवटा मैले अहिले त टप टु बटम हेरेको पनि छैन टोटल लास्ट रेकर्ड्स हेर्दा जम्मा 283वटा रहेछ तर मलाई के थाहा छैन भने 283 मध्ये कतिजना रेगुलर वाकर हुन् कतिजना इरेगुलर मैले हेरेको छैन कहिलेकाहीँ लङ लिस्ट अफ डेटा थाउजन्ड्स अफ रेकर्ड्सहरू हुनसक्छ त्यसैले मैले यसलाई सिम्पल काउन्ट भन्ने एउटा चाहिँ हेर्न खोजेँ होइन कतिजना छन् भन्ने हिसाबले गर्दाखेरि मैले एउटा फर्मुला युज गर्छु हजुरलाई होइन अब कतिलाई फर्मुलामा अलिकति खेल्ने बानी होला कतिमा नहोला जस्तो मैले के गरिदिन्छु भने इज इक्वल्स टु साइन गर्छु अनि इज इक्वल्स टु टाइप अनि काउन्ट भने एउटा हजुर यहाँ सी भनेपछि काउन्ट आउँछ अनि यसमा अलिकति कन्डिसन मेरो एउटा कन्डिसन चाहिँ के छ भने अब यो दुइटाको जुन इरेगुलर भर्सेस रेगुलरको जुन छ क्याटेगोरी एउटा भेरिएबल अथवा भनौँ न यो चाहिँ हजुरको इन्डिपेन्डेन्ट भेरिएबल होइन डिफाइनिङ भेरिएबल चाहिँ छ त्यसमा चाहिँ अब एउटा इफ भन्ने जुन हाम्रो लजिक्स हुँदो रहेछ जस्तो काउन्ट गरेपछि मैले ब्राकेट राखेँ त्यसपछि इफ अब इफ भएपछि मैले अब कन्डिसन सुरु गर्छु इफ पछि चाहिँ यदि अब यो डेटा कोलुमको यो कोलुम ए को डेटालाई हेर्नुहोस् भनेर मैले सेलेक्ट गर्छु फ्रम सेल टु अप टु द लास्ट 283 है त्यो कोलुममा हेर्नु भन्ने कन्डिसन राखेँ अनि त्यो कन्डिसनमा के राख्नु कस्तोलाई मात्रै हेर्नु भने विथ कोड वान भएकोलाई वान चाहिँ अलरेडी मैले यहाँ माथि टाइप गरेको छु ई भन्ने कोलुममा ई वानमा ल वान होइन यो भनेपछि कोलुम ए को 2 देखि लिएर 283सम्मको रेकर्ड हेर्नु जसमा वान लेखिएको छ वान टाइप गरिएको छ त्यसलाई हेर्नु भन्ने मैले कन्डिसन राखेँ अब त्यसपछि त्यो कन्डिसन राखेर चाहिँ अब त्यो व्यक्तिहरूको वान कोडेड व्यक्तिहरूको के त वेट हेर्नु वेट भनेको हाम्रो चाहिँ यो बी भन्ने कोलुममा छ बीको हजुरको बीको 2 देखि लिएर 283सम्मको छ है यसरी मा हेर्नु भनेर मैले यो कन्डिसन्स राखेर त्यो वेट हेर्नु भनेर दिइसकेपछि अब दुईवटा यहाँ हजुरको ब्राकेट देखिन्छ अगाडि एउटा काउन्ट पछि एउटा ब्राकेट अर्को चाहिँ इफ पछि एउटा ब्राकेट त्यसैले क्लोजिङ पनि दुईवटा नै चाहिन्छ यदि अगाडि तिनवटा ब्राकेट हुन्छ भने तिनवटा होइन दुईवटा छ भने दुईवटा एउटा छ भने एउटा यो केसमा हाम्रो दुईवटा छ मैले डबल ब्राकेट यसरी गरेँ गरिसकेपछि एउटा रातोको करेस्पोन्डिङ ब्राकेट रातो आयो कालोको काउन्ट पछिको कालोको होइन दुईवटा ब्राकेट त्यसपछि मैले यसलाई सर हाइलाइट गरिदिएँ र हाइलाइट गरेर अनि कन्ट्रोल सिफ्ट एन्टर एट वान्स अथवा एकैपटक मैले हानिदिएँ भनेपछि अब यसले के काउन्ट गर्यो भन्दाखेरि यो चाहिँ यो रेगुलर वाकरको कोड वान भएका सङ्ख्याहरू कतिवटा छन् भन्ने काउन्ट गर्यो अब यसमा थोरै मैले अब अरू मेजर्समा भन्दा यो काउन्ट गरेँ भने 117वटा रेकर्ड रहेछ भने यसबाट थाहा भयो है मैले फेरि यो प्रोसेसलाई अब केमा रिपिट गर्छु भने हजुरको अब काउन्ट भएपछि जस्तो हाम्रो अब कति होला त मिनिमम वेट कति होला यो मान्छेहरूको होइन भन्ने पनि मलाई इन्ट्रेस्ट जाग्यो द मिनिमम वेट हेर भने मैले सेम खालको फर्मुला लजिक लगाएँ इफ गरेँ इज इक्वल्स टु गरेँ अनि त्यसपछि गएर मिनिमम भन्ने टाइप गरेँ अनि त्यसपछि ब्राकेट क्लोज गरेँ अब कन्डिसन लगाउँछु इफ अब यदि व्यक्तिहरू कोडेड सरी इफ इफ यो चाहिँ ए को 2 देखि लिएर सेल ए को 283सम्म मैले लगेँ समस्या छ त्यसपछि यदि यिनीहरू कोडेड वान हो भने उनीहरूको मिनिमम वेट हेर्नु बीको सेल 2 देखि लिएर 283सम्म हेर्नु भने अनि अघि जस्तै एज बिफोर दुईवटा
कोड। तर बिफोर द्याट बिफोर एक्जिक्युसन मैले एउटा मेक स्योर के गर्छु भने यी चाहिँ सेल्सहरू सिफ्ट नहुन् भन्ने हिसाबले मैले लक गरिदिन्छु यो अथवा फ्रिज गरिदिन्छु। जुन हजुरले फ्रिज गर्दाखेरि यो फर्मुलालाई के अरे हाइलाइट गर्नुभयो अनि फङ्सन की ल्यापटपमा अथवा डेस्कटपमा फङ्सन की र F4 की यो दुइटा कि एकैचोटि गरेपछि या डलर 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 जस्तो सिम्बलहरू हजुरले देख्न सक्नुहुन्छ। त्यो भनेको त्यो सेल्सहरूलाई फिक्स गर्ने, किनभने हाम्रो यो डेटाको रेन्ज डेटा एरे त सेम हुन्छ, त्यो चेन्ज हुँदैन होइन, अनलेस अन्टिल वी हेभ एडिसनल डेटा। त्यस्तै गरी माथिको दिएको कोड्सको सेल भ्याल्यु पनि चेन्ज हुँदैन भन्ने भने उनीहरूलाई फिक्स गरेको हो। त्यस्तै अघि जस्तो फेरि फर्मुलालाई हाइलाइट गरौँ अनि कन्ट्रोल सिफ्ट एन्टर भनेर फेरि एन्टर गरौँ भनेपछि मिनिमम भ्याल्यु हजुर त्यही सर यो डेस्कटपमा फङ्सन के हुँदैन? डेस्कटपबाट गर्दाखेरि चाहिँ म्यानुअली हाल्नु पर्ने हो कि कुनै की हुन्छ? डेस्कटपमा पनि फङ्सन कि त सबै किबोर्डमा हुनुपर्छ होइन, त्यसमा चाहिँ अब तपाईँको कसरी भएन अथवा तपाईँको थाहा भएन। फङ्सन कि चाहिँ हुनुपर्छ, जस्तो यो कन्ट्रोल भन्ने होइन सँगै यो के भन्नेमा अब कसो हस् अब त्यसको हस् चाहिँ सिम्बल फरक फरक होला आफ्नो, तर फङ्सन एक्जिक्युट भएन भने इनकेस भएन भने हामीले म्यान्युअली डलरसँग चाहिँ म्यान्युअली नै टाइप हजुर गर्नुपर्ने हुन्छ। ओके हजुर हस् हुन्छ। अब यो मैले फर्मुला एप्लाई गरेको हजुरलाई क्ल्यारिटी केही फर्मुलामा कन्फ्युजन छ? मैले कसरी फर्मुला फेरि एकचोटि रिपिट गरौँ फर्मुला कसरी लगायो भनेर, किनभने सबैलाई युज टु नहुनसक्छ यो फर्मुलाहरू यसो चल्ने भन्ने कुरो होइन। म फेरि एकचोटि रिपिट गर्छु है त। जस्तो अब यो इरेगुलर वेटवालाहरूको मिनिमम वेट हेर्न चाहे फेरि पनि मैले अघि जस्तै इज इक्वल्स टु गरेँ अनि मिनिमम वेट मिनिमम गरेँ, त्यसपछि ब्राकेट स्टार्ट गरेँ अनि त्यसपछि इफ भन्ने कन्डिसन लगाएँ इफ। अब त्यसपछि फेरि ब्राकेट अर्को नेक्स्ट ब्राकेट स्टार्ट गरेँ इफ पछि अनि लजिक भने यस्तो लजिक टेस्टर भने के आउँछ अनि त्यसपछि गएर मैले डेटा एरे हेर्नुपर्ने डेटा ए को चाहिँ रेन्जिङ फ्रम 1 टु सेल 2 टु सेल 2 or 3 अनि यो गरेँ। यदि अनि कन्डिसन्स दिएँ मैले इफ दिस एरे हेज द भ्याल्यु जिस जेरो भनेको जुन डीमा छ डी भन्ने यो डी भनेको फिक्स के अरे F1 सेलमा भएको भ्यालुलाई हेर, त्यसपछि त्यो कन्डिसनलाई सेकेन्ड पछि मैले कमा दिएँ अनि डेटा रियल डेटा भ्यालु जुन मेजरमेन्ट भेरिएबल चाहिँ बीमा छ त्यसैले 2 देखि लिएर फेरि 283सम्म हेर भने त्यसपछि गएर मैले अब यो सबैलाई फिक्स गर्न फेरि यो एकैचोटि फर्मुलालाई गराउन फङ्सन कि प्रयोग गर्नलाई मैले हाइलाइट गरेँ कुन कुन त्यहाँ के सेलहरू दिएको छ, त्यसैले फङ्सन F4 युज गरेँ, सबै डलर 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 जस्तो आयो। त्यसपछि अब मैले एउटा ब्राकेट दुईवटा ब्राकेट गरेँ, फेरि फर्मुलालाई सबैलाई हाइलाइट गरेँ के अरे मैले गरेँ सेलेक्सन गरेँ र कन्ट्रोल सिफ्ट यसरी गरेँ होइन। भनेपछि यो एउटा नमुना मात्रै भयो है। अब यो अघिल्लो पनि ओके अब अघिल्लो पनि त्यहाँ माथि डलर साइन युज गरेको थिइनँ, यसलाई मैले जस्ट कपी गरेँ। यसमा काउन्ट मैले मिन भन्ने ठाउँमा काउन्ट युज काउन्ट गरिदिएँ काउन्ट कन्ट्रोल सिफ्ट एन्टर ओके। भनेपछि अब मैले इफ नट नेसेसरीली भन्नु हजुर प्लिज। सर यो हाम्रो यो हजुरले कन्ट्रोल सिफ्ट यो अलिकति सिम्पल नै होला क्वेसन, तर मलाई नथाहा भएर यो कन्ट्रोल सिफ्ट एन्टर गरेर यो कर्ली ब्राकेट जुन चाहिँ गर्नुभयो नि, हजुर हो हामीले त नर्मली एन्टर गरेर हुन्छौँ नि, सो यो गरेको केही सिग्निफिकेन्स छ कि? ए हजुर अब यसमा चाहिँ कस्तो भने हामीले एउटा एउटा सेल अथवा एउटा पर्टिकुलर सेललाई मात्रै युज गरेको छैन। यो फर्मुला चाहिँ के भने हामीले यो सेट अफ डेटा एरेलाई नै एकैचोटि युज गऱ्यो हुनाले त्यो अटो जेनेरेट हुन्छ त्यो हजुर। हजुर ए अटो जेनेरेट हुन्छ। अब होइन म्यानुअली गऱ्यो भने पछाडि त्यसरी गर्नुभयो भने हुन्छ त्यसले डेटा त्यसैले यो फङ्सनलाई चाहिँ डेटा एरे फङ्सन भन्छ। त्यति ओके युज हजुर त्यो अटो जेनेरेट हुन्छ है त।
हजुर म हुन्छ अझै पनि अलिकति कन्फ्युज भयो अन- लाइक हामीले ए त ए, अँ, हजुरले जुन चाहिँ हामीलाई कन्ट्रोल सिफ्ट एन्टर गर्नु भनेर भन्नुभयो नि हजुरले हो लास्टमा चाहिँ हामीले हो एन्टर मात्र गर्यो भने पनि हुन्छ नि होइन कन्ट्रोल सिफ्ट एन्टर नै गर्नुपर्ने हुन्छ एन्टर मात्र गर्दाखेरि त्यो चाहिँ एरे फङ्सन एक्टिभेट हुँदैन होइन ए ओके हजुर एरे फङ्सन किनभने त्यसलाई त्यो टोटल एरेलाई नै हामीले चाहिँ अब दुइटा जुन धेरै एरेहरू छ त्यसलाई नै एक्जिक्युट हजुर गर्ने हुनाले सिम्पल मात्र हुँदैन ए ओके हुन्छ हस् 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 ओके हजुर अब नट नेसेसरीली अब यो चाहिँ यही फर्मुला हामीले कपी गर्न सक्छौँ अब अरू जस्तो मैले काउन्ट क्यालकुलेट गरेँ मिन होइन त्यस्तै अरू पनि एज अ स्ट्याटिस्टिसियन किनभने हामीले त अहिले त स्ट्याटिस्टिक डेटा मात्रै होइन कि स्ट्याटिस्टिक्स पनि अब जान्न खोजिरहनाले अरू पनि के काउन्ट्सहरू के मेजर्सहरू इम्पोर्टेन्ट होला हजुरहरूले यसो भन्नुभयो भने म त्यो अनुसार मेजरमेन्ट गर्थेँ जस्तो मैले काउन्ट मेजरमेन्ट गरेँ होइन अब 117वटा रेकर्ड त्यसपछि 165वटा रेकर्ड रहेछ मिनिमम भ्यालु के रहेछ त्यस्तै अरू अरू पनि इन्ट्रेस्टको छ यसो हजुरले यदि एक दुईवटा राख्नुभयो भने मैले त्यो अनुसार क्यालकुलेट गर्थेँ भन्नु होला केही छ भने किनभने फेरि यसमा हाम्रो चाहिँ बेसिक स्ट्याटिस्टिकल नलेज चाहिन्छ एकदमै हामी एडभान्सको ठुल्ठुलो अहिले कुरो गरिरहेको छैनौँ तर बेसिक हेर्नलाई डेटा हेर्नलाई चाहिन्छ केही छ हजुरको जिज्ञासा अब के काउन्टको के मेजर गरौँ भन्नु त यो दुइटा मात्र भए पुग्छ कि यो डेटालाई हेर्नलाई अरू पनि मेजर चाहिन्छ मिन र स्ट्यान्डर्ड डेभिएसनको पनि हेरौँ न एकचोटि ओके द्याट्स ग्रेट ल त्यसो मैले अलिक ओके त्यो पनि हेरौँ है त तर मैले अब के गरौँ भने मिनिमम भ्यालु होइन म्याक्स पनि मेरो लागि इन्ट्रेस्ट हजुरको पनि म क्याटर गर्छु म्याक्सिमम इज अल्सो पोइन्ट अफ इन्ट्रेस्ट है त मेरो लागि मिनिममले मात्रै काम हुँदैन होइन ओके म्याक्सिमम गर्छु अनि त्यसपछि हजुरले भने जस्तै मिनको म क्यालकुलेट गर्छु त्यसपछि त्यसपछि मलाई इन्ट्रेस्ट चाहिँ अब क्वार्टल पनि हुन्छ है त अब अलिकति कन्सेप्ट पनि क्लियर हुनुपर्छ के मेसेज आयो ए अनि जस्तो मेरो क्वार्टल है जस्तो क्वार्टल डेभिएसनको हिसाबले के अरे Q1 यो फर्स्ट क्वार्टल अनि सेकेन्ड क्वार्टल भनेको इट्स मिडियन मिडियन पनि युज हुन्छ होइन त्यसपछि गएर थर्ड क्वार्टल त्यसपछि गएर स्ट्यान्डर्ड डेभिएसन जुन अघि भन्नुभएको छ अब त्यो मात्र होइन भेरिएन्स पनि एकदम इम्पोर्टेन्ट छ एउटा डेटामा काम गर्ने मान्छेले भेरिएबिलिटी कति छ डेटा होइन भेरिएन्सको पनि हुन्छ त्यस्तै अब कतिपयलाई स्क्युनेस कर्टोसिस भन्ने पनि अहिले सुन्न भयो होला आज स्ट्याटिस्टमा पढेको हिसाबले स्क्युनेसको कुरा आयो कर्टोस होइन कर्टोसिसको कुरा आयो अनि यस्ता मेजर्सहरू अब हामीले एभ्री टाइम त्यो फर्मुला फेरि गर्दा त लामो टेकिङ प्रोसेस हुन्छ त्यसै मैले सिम्पल के गर्छु भने यी फर्मुलालाई कपी गर्छु यहाँ पेस्ट गर्छु त्यसपछि यहाँ पेस्ट गर्छु यो बिचको गरिनँ पछि भन्छु यहाँ पनि पेस्ट गर्छु यहाँ पनि पेस्ट गर्छु यहाँ पनि पेस्ट गर्छु यहाँ पनि अब एक्जिक्युट गर्नलाई किनभने त्यही फर्मुला त सबै हुबहु त युज हुँदैन मैले माथि म्याक्सिमम मिनिममको चाहिँ मैले कपी गरेको थिएँ अब म्याक्समा जाँदाखेरि मैले फर्मुला चेन्ज गरेँ मैले म्याक्सिमम हेर्न खोजेँ अब एमएएक्स गरेपछि म्याक्सिमम भ्यालु आउँछ त्यो अघि जस्तो फेरि हाइलाइट गर्छु अनि कन्ट्रोल सिफ्ट एन्टरलाई गर्छु म्याक्सिमम भ्यालु सरी मैले उमा गरेँ क्या ओके तलमा गर्नु पऱ्यो माथि गर्छु फेरि म्याक्स भन्ने कुरो म्याक्स टाइप गर्छु म्याक्सिमम भ्यालु हेर्नलाई फेरि फर्मुला मैले यहाँ उ गरेँ सेभ के अरे मैले सेलेक्सन गरेँ कन्ट्रोल सिफ्ट एन्टर म्याक्सिमम भ्यालु चाहिँ रेगुलर वाकरको 238 पाउन्ड्स रहेछ होइन त्यसै मिन भ्यालु जुन अघि यहाँले भन्नुभयो त्यसलाई अब मिन भन्ने शब्द हुँदैन यसमा एभरेज भन्ने शब्द युज हुन्छ एभरेज भन्ने शब्द युज हुन्छ त्यसपछि फेरि फर्मुलालाई सेलेक्सन गरेर एभरेज पनि मैले क्यालकुलेट गरेँ 172 एभरेज पाउन्ड्स रहेछ त्यसपछि स्ट्यान्डर्ड डेभिएसन पनि मैले क्यालकुलेट गर्न खोजेँ स्ट्यान्डर्ड डेभिएसन एसटिडी स्याम्पल र यहाँ एसटिडी टाइप गर्ने बित्तिकै एसटी डेभिएसन फर पपुलेसन एसटी डेभिएसन फर स्याम्पल मैले स्याम्पलको बारेमा स्याम्पलको सेलेक्सन गरेँ त्यो फर्मुलाको ठाउँमा फेरि अघि जस्तो एज बिफोर फर्मुला गरेँ सर यो स्ट्यान्डर्ड डेभिएसनको पपुलेसन चाहिँ कस्तो केसमा युज गरिन्छ
होइन अब यस्तो छ पपुलेसन भनेको अब जस्तो हामीले स्ट्याटिस्टिकको कुरा गर्दाखेरि पपुलेसनबाट नै स्याम्पल ड्र गरिन्छ नि होइन जस्तो यदि अब एकदम पपुलेसन जस्तो मानौँ अब 200वटा मात्रै चाहिँ पपुलेसन छ फर इक्जाम्पल होइन भने हामीले त्यसमा सेन्सस युज गर्छौँ किनभने त्यसबाट सानो 200वटा पपुलेसनको सानो 5वटा 2टा स्याम्पल गरेर त ड्र गरेर त हुँदैन जनरली हजुर के भनिन्छ भने 100वटा छ भने जनरलको कुरा गर्दा 100वटा छ भने के छ भने सबैमा सेन्सस गर्नुपर्छ गर्छौँ भन्ने छ क्या रुल अफ थम्ब हजुर हजुर त्यस्तो यदि हाम्रो त्यो नै इन्टायर पपुलेसन हो जस्तो जस्तो भनौँ हाम्रो पपुलेसन सेन्सस जनसङ्ख्या जनगणना भनौँ न होइन जनगणनाको हजुर करोडौँ इन्फर्मेसन लिएको छ अब त्यसको चाहिँ त्यसको प्यारामिटर्स निकाल्नु पर्यो होइन मिन स्ट्यान्डर्ड डेभिएसनहरू प्यारामिटरको हिसाबले निकाल्नु पर्यो भने त्यसमा पपुलेसन युज गर्ने भयो तर त्यो पपुलेसनबाट अब सर्टन पोर्सन मात्रै लिएर हामीले स्याम्पलिङ गर्छौँ नि स्याम्पल भयो होइन त्यसैले यो चाहिँ स्याम्पल जस्तो भएको हुनाले किनभने हामीसँग 200 अब जम्मा रेकर्ड्सहरू 282वटा छ होइन त्यसैले मैले स्याम्पल भन्ने फर्मुला युज गरेँ है त्यस्तै सर गरी त्यसो भए हामीले यो अब केही गर्दाखेरि नि यो हामीले पपुलेसन हो कि स्याम्पल हो थाहा पाएपछि मात्र अनि कुन फर्मुला युज गर्ने भनेर ओ हो चाहिँ हो डिटर्माइन गर्नुपर्छ। हजुर हो त्यसैले हाम्रो यो इभ्यालुएसन गर्दा स्टडी गर्दा त्यो त हामी क्ल्यारिटी सुरुदेखि नै हुनु पऱ्यो डिजाइनदेखि नै सुरु हुनु पऱ्यो होइन कतिपय कुराहरू डिजाइन्समा नै पपुलेसन हो भने एक खालको डिजाइन होला होइन अहिले त हामी त्यसमा डेप्थमा कुरा गर्दैनौँ स्याम्पल छ भने स्याम्पल हिसाबले हुन्छ हजुर खालि हामीले हजुर एडभान्स डाटा मात्रै त्यसै आउँदैन त्यसका ब्याकग्राउन्ड कुराहरू आउन सक्छ कतिपय एनालिसिसहरू हामीले पपुलेसन प्यारामिटर्सको लिएर त्यसको विथ रेफरेन्स टु द प्यारामिटर्स हामीले स्याम्पलको कुरा गर्नुपर्ने हुन्छ होइन त्यसैले त्यो चाहिँ हजुर डिजाइनबाटै नै चाहिँ सुरु हुन्छ हजुर ल अब ओके अब भ्यारिएन्समा पनि मैले के गरेँ त अहिलेको फर्मुलामा जस्ट मैले अरू चाहिँ रिमेनिङ सेम भ्यारिएन्स भन्ने टाइप गर्ने बित्तिकै पपुलेसन भ्यारिएन्स र स्याम्पल भ्यारिएन्स भन्ने आयो मैले स्याम्पल सेलेक्ट गरेँ फेरि अहिलेको प्रोसेसमा रिपिट गरेँ अब स्क्युनेस कर्टेसिसको पनि अब स्क्यु यो मिनको ठाउँमा मैले स्क्युनेसको कुरा आयो यसले स्क्युनेस भन्ने कुरा आयो त्यसमा पनि मैले फेरि गरेँ स्क्युनेस पनि आयो त्यसै कर्टेसिसको पनि केयुआरटी कट गरिसकेपछि फेरि त्यसमा अघि एक्जिक्युट गरेँ ओके यसरी कट रिपिट गरेँ कर्टेसिसमा पनि मैले कटको कुरा गरेँ यो भयो है भने अब यस्तै किसिमले यता पनि हामीले फेरि के गर्छौँ भन्दाखेरि मिनिमम भ्यालु अब यसमा म्याक्सको कुरा गरौँ त्यसपछि म्याक्सिमम् 350 वेट रहेछ एकदम भेरिएबिलिटी हाई रहेछ भने यसबाट पनि अलिक देखियो किन 101 पाउन्डबाट लिएर 350 पाउन्डसम्मको उनीहरूको रेन्ज रहेछ अब त्यस्तै मिनमा चाहिँ एभरेजको कुरा आयो एभरेजमा पनि यस्तो भयो 186 एभरेज हो त्यसपछि गएर स्ट्यान्ड डेभिएसनमा आएको कुरो एसटिडी स्ट्यान्ड डेभिएसन यो कुरा आयो त्यसपछि गएर भ्यारिएन्समा पनि भ्यारिएन्स स्याम्पल भ्यारिएन्सको कुरा आयो गऱ्यौँ त्यसपछि स्क्यु स्क्यु यसको स्क्यु यसको त्यसको ओके भने अब यसले एक खाल अब ओके अब त्यसमा यो क्वार्टरको चाहिँ अलिकति फरक हुन्छ तैपनि मैले यसलाई कपी गरेँ यो फर्मुलालाई थोरै फरक फरक भए पनि अनि यसमा मैले क्वार्टरको क्वार्टल भन्ने कुरो सेलेक्ट गरेँ त्यसपछि गएर यो डेटामा अलिकति थोरै चेन्ज गर्नुपर्छ होला सायद यसमा यसमा ब्राकेट दिइसकेपछि कुन चाहिँ क्वार्टल फर्स्ट क्वार्टल भने यसमा अप्सन्सहरू दिन्छ मिनिमम भ्यालु हो कि फर्स्ट क्वार्टल हो कि 1 फर फर्स्ट क्वार्टल 2 फर मिडियन भ्यालु त्यसपछि थर्ड क्वार्टल 4 फर म्याक्सिमम भ्यालु भन्छ मैले अहिलेको म्याक्स मिनिमम यो पनि फर्मुला युज गर्न सकिन्छ मैले अब फर्स्ट क्वार्टल भने 1 टाइप गरेँ अघि जस्तै फेरि फर्मुलालाई हाइलाइट गरेँ कन्ट्रोल सिफ्ट एन्टर गरेँ ल ओके यो चाहिँ फर्स्ट क्वार्टर आयो अब अनि त्यस्तै गरी यसमा पनि यो मिनको चाहिँ मैले अलिकति टाइम लिएको कारण तपाईँलाई थोरै है यसमा पनि के मैले फर्मुला यो क्वार्टल भन्ने फर्मुला युज गरेँ यसमा चाहिँ यो
गरेर फर्स्ट क्वार्टरको 1 गरेर गरेँ यसरी फर्स्ट क्वार्टर निस्क्यो। अब यही क्वार्टरको फर्मुलालाई मैले कपी एन्ड पेस्ट गर्छु। अघि फर्स्ट क्वार्टर भनेको ठाउँमा मिडियन भनेको सेकेन्ड क्वार्टर हो, त्यसैले त्यसलाई 1को ठाउँमा 2 राखिदिन्छु। अनि फेरि एक्जिक्युटिभ फर्मुला एक्जिक्युट गर्छु, मिडियन भ्यालु निस्क्यो। त्यसपछि यसमा पनि 2 सिम्पल रिप्लेसिङ दिस 1 विथ 2 यसमा पनि हाइलाइट गर्छु, लोकेसन गर्छु। त्यसपछि थर्ड क्वार्टरमा पनि यसलाई अब थर्ड क्वार्टर 1को ठाउँमा 3 राखिदिन्छु, थर्ड क्वार्टर। त्यसपछि हाइलाइट, कन्ट्रोल सिफ्ट एन्टर। अनि फेरि यसमा पनि अब 3 गरिदिन्छु, अनि कन्ट्रोल सिफ्ट एन्टर है। भनेपछि अब यी मेजर्सहरू एउटा फन्डामेन्टल मेजर्स हो। हाम्रो डेटाको नेचर कस्तो छ भनेर थाहा हुन्छ होइन। मैले थोरै धेरै डेप्थमा जान्न। जस्तो यसो हेर्दाखेरि जनरली नर्मल डिस्ट्रिब्युसन पछिका सेसन्समा कुरा गर्छौँ। नर्मल डिस्ट्रिब्युसनमा चाहिँ के हुन्छ भने मिन भ्यालु, मोड भ्यालु र मिडियन भ्यालु एउटै हुन्छ भन्ने हामीले थ्योरिटिकली पनि पढेका छौँ होइन। अनि अब यसरी त्यो यदि थ्योरीले सम्झिदियो भने यसको मिन कति छ त, यो पहिला सानो टेबलै गर्छु है म, अलिकति राम्रो यो टेबल प्रष्ट हुन्छ कि भनेर टेबल गर्छु। यसलाई मैले बोर्ड राखिदिन्छु। अलिकति लुक्समा फरक ल्याउनलाई थोरै कलर पनि गरिदिन्छु। ल ओके, थोरै कलर पनि गरिदिएँ। अनि यो डिजिट्सहरू चाहिँ धेरै ठुल्ठुलो भन्दा 2 डिजिट्समा आइदियो भने राम्रो होला कि भनेर यो डिजिटमा 2 डिजिट अथवा 1 डिजिट 2 डिजिट मैले घटाएर 2 डिजिट्समा लिमिट गरेँ। अनि त्यस्तै गरी यसलाई पनि 2 डिजिट्समा लिमिट गरेँ। ओके होइन, धेरै डेटा देखिँदैन, अथवा सिङ्गल डिजिट भयो भने केही फरक परेन होइन। अब त्यस्तै अघि मैले भने मिन भ्यालु इज ग्रेटर देन द मिडियन भ्यालु होइन। त्यो डिस्ट्रिब्युसनमा के हुन्छ त, मिन भ्यालु ठुलो किन हुन्छ भन्दा हायर भ्यालुजहरूले गर्दाखेरि पुल भएपछि मिन भ्यालु ठुलो हुन्छ। तर हुनुपर्ने मिन र मिडियन एकदम नर्मलमा चाहिँ बराबर भयो भने राम्रो भन्ने भयो। जति मिन भ्यालु ठुलो हुँदै गयो त्यो चाहिँ पोजिटिभली स्क्युड, पुच्छर लामो, यो चाहिँ डिस्ट्रिब्युसनमा पुच्छर लामो हायर भ्यालुले पुल गर्दा गर्दा अनि त्यो चाहिँ पोजिटिभ स्क्युड देखिन्छ। जस्तो यो दुईवटा डिस्ट्रिब्युसन हजुरले हेर्नुभयो भने यो मिन भ्यालु 172, यसलाई पनि अलिकति हाइलाइट गरिदिउँ। यसमा हेर्नु सक्नुहुन्छ यो पहेँलो मिन भ्यालु 172 अगेन्स्ट एज इन कम्पेरिजन टु दिस मिडियन होइन, अलिकति स्लाइटली मिडियन ठुलो रहेछ भने अब यो चाहिँ रेगुलर वाकरको केसमा है। त्यसै इरेगुलर वाकर केसमा मिन भ्यालु 186 रहेछ, 186 पाउन्ड्स, 186 पाउन्ड्स विच इज होइन रहेछ। अनि मिडियन भ्यालु तपाईँले 179 रहेछ होइन, 180, 179 या समथिङ रङ छ ओके 179 रहेछ। इरेगुलर वाकरको चाहिँ यस्तो खालको डिस्ट्रिब्युसन देख्न सक्नुहुन्छ है। यसले पनि एउटा डिस्ट्रिब्युसन अलिकति स्क्युड हो कि जस्तो चाहिँ पनि हजुरहरूलाई भान दिन्छ होइन, आभास हुन्छ होला थोरै थोरै। अब अनि अर्को हेर्ने मेजर्समा एउटा भ्यारिएन्स पनि महत्त्वपूर्ण हो। हेर्नुहोस् त, यो रेगुलर वाकको भ्यारिएन्स चाहिँ 675 मात्रै चाहिँ देखिन्छ, 675 मात्रै देखिन्छ, विच इज अगेन्स्ट इरेगुलर वाकरको भ्यारिएन्स हाई भेरिएबल भएकोले 2775 झन् 2800 चाहिँ भेरिएन्स देखिने रहेछ होइन। भने यसले पनि के देखिन्छ त भन्दाखेरि रेगुलर वर्कर्सको भन्दा इरेगुलर वर्कर्स चाहिँ अलि हाइली भेरिएबल रहेछ, भेरिङ छ रहेछ डेटा भन्ने देखिन्छ है। त्यस्तै गरी अब स्क्युनेसहरूको डेटा पनि हेर्न सक्नुहुन्छ। 0 अब त्यति हाइली स्क्युड त होइन, तर पोजिटिभली स्क्युड, यसमा चाहिँ दुइटैमा पोजिटिभ स्क्युड नै रहेछ, तर स्क्युनेस भ्यालु चाहिँ उसको हायर रहेछ होइन। भने अलिक मोर स्क्युड रहेछ इरेगुलर वर्कर्सको डेटा। त्यसै कर्टिसिसको पनि हेर्नु भने नेगेटिभ कर्टिसिस अलिकति फ्ल्याट रहेछ, रेगुलर वर्करको फ्ल्याट डेटा रहेछ भने अर्को चाहिँ इरेगुलरको चाहिँ त्यति हाइली चाहिँ नर्मल खालको देखिन्छ। भने एउटा इनिसियल असेसमेन्ट गर्नलाई यी खालको मेजर्सहरू चाहिँ एप्लाई गर्न सकिन्छ भनेर है यस्तो भनौँ न। स्क्युनेस र कर्डको रेन्ज कति हुन्छ? त्यस्तो जेनरल त होइन, तर नर्मल प्र्याक्टिसमा चाहिँ 1 सम्मको चाहिँ कन्सिडरेबल भन्ने हुन्छ होइन, प्लस भनौँ न। हजुर
+1 - 1 को हिसाबले त्यो चाहिँ कन्सिडरेबल जस्तै मानिन्छ हजुर। हजुर, हस्। ओके, त्यो भयो भने यसले एउटा चाहिँ हामीलाई डेटाको चाहिँ थोरै डिस्ट्रिब्युसनमा अलिकति स्क्युनेस भएको बनाइदिन्छ। त्यसैले यो डेटाले हामीलाई अर्को के मेजर्स पनि दिन्छ भने कतै हाम्रो डेटामा समस्या छ कि होइन। कहिलेकाहीँ टाइपो एरर हुनसक्छ। हुन त यो आज चाहिँ अब टाइपो एररले गर्दा पनि त्यो चाहिँ अब डेटाको स्क्यु भनेर नि। किनभने हामीले नर्मली प्यारामेट्रिक टेस्टहरू एप्लाई गर्दाखेरि डेटा जति नर्मालिटी टुवर्ड्स नर्मालिटी भयो त्यति चाहिँ त्यसका रिजल्ट्सहरू चाहिँ राम्रो आउँछ होइन। भने यो खालको एसेसमेन्ट गर्नु जरुरी हुन्छ भन्ने हिसाबले पनि यो चाहिँ एक्सेल महत्त्वपूर्ण हुन्छ भन्ने भयो है। अरू केही छ कन्सर्न यसमा? के छैन भने अब मैले एउटा फ्रिक्वेन्सी टेबल चाहिँ बनाउने प्रयास गर्छु है त। अब फ्रिक्वेन्सी टेबल हाम्रो चाहिँ अब यहाँ भनौँ न डेटा छ मेजरमेन्ट भेरिएबलमा। अब यसको फ्रिक्वेन्सी क्लास एउटा चाहिँ मैले जस्ट क्लास बनाउँछु। क्लास चाहिँ अब 0बाट सुरु गरौँ न अब होइन। क्लास 0। अब 0बाट त के गर्नु, अब हाम्रो मिनिमम भ्यालु कति छ त भन्दाखेरि मिनिमम भ्यालु 101बाट सुरु हुँदो रहेछ होइन यसमा। ल क्लास चाहिँ मैले अब 100बाट सुरु गरिदिउँ न। 100 अनि 120 140 गरेर यो क्लास चाहिँ हामीलाई कहाँसम्म चाहियो त म्याक्सिमम् भ्यालु। अघि म्याक्सिमम् इम्पोर्टेन्स यही पनि भएर हो किन हामीलाई चाहिँ कहाँ म्याक्सिमम् भ्यालु 350सम्म छ। 350.07 भने चाहिँ यसलाई ड्र्याग गर्दै जाउँ भने चाहिँ 360सम्म हामीले यो क्लास इन्टरभल लिएपछि हाम्रो सबै डेटा चाहिँ त्यसभित्र फल गर्छ होइन। ओके, म अलिकति तल तान्नु पऱ्यो यहाँ बिफोर द्याट। यो हामीले कसको हेर्न खोज्यो भन्दा रेगुलर भर्सेस इरेगुलरको चाहिँ हामीले क्लास इन्टरभल यो हेर्न खोजे हो। त्यसै भएर मैले एउटा रो तल सिफ्ट गरेँ है। अब 100देखि 360 बिचकोमा गर्दाखेरि त्यो गर्दाखेरि चाहिँ ठिकै हुन्छ होला भन्ने लाग्यो होइन। नर्मली चाहिँ कतिवटा आयो त यो क्लास इन्टरभल भन्दाखेरि कतिवटा भयो काउन्ट्स पनि देखिएन तल यहाँ देख्ने हुन्थ्यो। तर यो उसले गर्दाखेरि यो बार हाम्रो नेट के अरे डिस्कसनको बारले गर्दा तल देख्न सक्दैन। ओके, क्लास चाहिँ 14वटा क्लास इन्टरभल देख्यो होइन। नर्मली क्लास इन्टरभलको फर्मुला त्यस्तो हार्ड एन्ड फास्ट त छैन। तर क्लास नम्बर अफ क्लास चाहिँ कतिवटा भए ठिक होला भनेपछि एउटा जेनरल रुल अफ थम चाहिँ स्क्वायर रुट एसक्यु स्क्वायर रुट अफ यो स्याम्पल साइज है। माथि भने काउन्ट जुन छ त्यो भनेको स्याम्पल साइज भयो होइन। चाहिँ स्याम्पल साइजको स्क्वायर रुट गरेपछि 10.8 अनि त्यही फर्मुला यता लगाउँदाखेरि 12 भनेपछि अगाडिको यसमा 10वटा 11वटा चाहिँ क्लास इन्टरभल पछाडि पनि 13वटा भनेपछि बोरलेस एउटा जेनरल हामीले चाहिँ एउटा एस्टिमेसन दिन्छ यसले होइन। भनेपछि हामीले क्रिएट गरेको 13 कतिवटा भयो एक कतिवटा क्लास थियो 14वटा भनेपछि 12 13 14वटा क्लास भएर केही बिग्रिने खासै त्यस्तो चाहिँ केही हुँदैन। तर पनि एउटा हामीलाई आइडिया चाहिँ के दियो त नम्बर अफ क्लास भनेको स्क्वायर रुट अफ स्याम्पल साइज यहाँ हामीले जुन क्यालकुलेट गऱ्यौँ यहाँ तल है। अब फ्रिक्वेन्सी टेबल बनाउन खोज्दाखेरि अब यसमा कसरी बनाउने त भने पनि हामीले एरे फङ्सन नै एक्टिभेट गर्छौँ। यसमा अलिक फरक छ। यसलाई पनि यो सबै सेल्सलाई यसरी गर्छौँ हाइलाइट गर्छौँ। अनि मैले अघि जस्तो एरे फङ्सनलाई फ्रिक्वेन्सी भने यहाँ फ्री ओके कहिले टाइप एरर हुन्छ यो कपी गरेर फेरि फ्रिक्वेन्सी। अब यो भने चाहिँ फर्म यहाँ डाटा एरे र बिन एरे चाहिन्छ भनेर भनेको छ यसले है। यहाँ फर्मुला हरेक फर्मुला एउटा सानो हिन्ट्स दिन्छ डेटा एरे बिन एरे। अब हामीले अहिलेको जस्तो यदि किनभने हामीले त रेगुलर भर्सेस इरेगुलरको फ्रिक्वेन्सी काउन्ट गर्नु छ होइन। त्यसैले कन्डिसन चाहिँ यहाँ राखेको हामीले फ्रिक्वेन्सी यदि इफ। अब अघिको जस्तै सेम फर्मुला यदि यो कोलुम एमा हेर 2देखि लिएर 283सम्मको सेल्समा हेर जसमा भ्यालु ओके मैले यहाँ गरेँ त यहाँ मैले टाइप गर्नुपर्ने थियो बिर्सेछु अहिले पछि गर्न जसमा भ्यालु आईमा सेल 1मा लेखेको भ्यालुलाई हेर अनि त्यसपछि गएर डेटा चाहिँ रियल मेजरमेन्ट डेटा चाहिँ बी कोलुममा हेर 2देखि लिएर सेल 283सम्म हेर भन्ने छ। अब त्यसपछि
अब यो डेटा एरे सेलेक्ट भयो। अब बिनमा जाऊ, बिन्स एरेमा सेलेक्ट गर भन्छ। बिन्स पनि यो चाहिँ H3 देखि लिएर एचको चाहिँ 16सम्म हेर भन्ने छ। त्यसपछि गएर हामीसँग कतिवटा ब्राकेट भयो, एउटा दुईवटा ब्राकेट भयो। एउटा ब्राकेट रातो अलरेडी क्लोज भइसकेको छ। अब एउटा मात्र ब्राकेट भयो। फेरि एरे फङ्सन फ्रिक्वेन्सी, यो चाहिँ कन्ट्रोल सिफ्ट एन्टर एरे फङ्सन है। ओके, तर अब यसमा चाहिँ यहाँ हामीले यहाँ राखेका थिएनौँ। यो भनेको अहिलेको जस्तै 1 1 र 0 यहाँ टाइप गर्नु पऱ्यो। अनि यसरी फ्रिक्वेन्सी काउन्ट चाहिँ हेरौँ। यसरी अब जस्तो क्लास इन्टरभल अगेन्स्टकोमा काउन्ट्स गर्दाखेरि हुन्छ यो सबै गाउँ तल देखेको छ। तल चाहिँ यहाँ मैले यहाँ सम भनेर 117 रेकर्ड होइन देखिन्छ। भने सिमिलर टाइप अफ फर्मुला फेरि युज गर्न सकिन्छ। अब यसमा तर मैले एउटा गरेको छु। यसमा चाहिँ के गर्नु सकिन्छ, अघि जस्तो यो चाहिँ फिक्स गर्नुपर्ने हुन्छ। यो चाहिँ सिफ्ट अब हुन त फिक्स नगरे केही छैन। ओके, अब फेरि एकचोटि म रिपिट गर्छु। यसमा यसरी यो चाहिँ यो हामीलाई चाहिने फ्रिक्वेन्सीको लागि यो चाहिने सेलहरू सेभ गर्ने भयो। इज इक्वल्स टु फ्रिक्वेन्सी फ्रिक्वेन्सी त्यसपछि यदि डेटा एरे चाहिँ यो A2 to A3मा इज इक्वल्स टु कुन हेर्ने भन्दाखेरि यहाँ माथि लेखेको 0 छ त्यसलाई चाहिँ हेर्नु। त्यसपछि गएर डेटा मेजरमेन्ट्स यसबाट लिनु भन्ने छ। अब यसलाई मैले यो फिक्स गरिदिन्छु। अनि त्यसपछि डेटा बिन्स एरे चाहिँ यताबाट यता यहाँ हेर्नु। यसलाई पनि फिक्स गरिदिन्छु। त्यस्तो सिफ्ट त हुँदैन, त्यही पनि गरिदिन्छु र है। अनि अब यो चाहिँ हामीले टोटल हेर्दाखेरि कति आउँछ, हाम्रो 165 देखाएको छ। यसमा इरेगुलर वर्कर्सको काउन्ट चाहिँ 165 देखाएको छ। ओके, अनि यसरी चाहिँ हामीले फ्रिक्वेन्सी टेबल पनि क्रिएट गर्न सक्छौँ। यो अर्को मेजर्स भयो होइन। अर्को तरिका के अरे यसलाई पनि थोरै गर्दै बोर्ड राख्यो। यसमा केही कन्फ्युजन छ यो फ्रिक्वेन्सी टेबलमा? केही कन्फ्युजन छ? तिन चारजना त बिचमा पनि आउनु भएको छ। ए हजुर, 5 मिनट बाइक छ भने चाहिँ 5-10 मिनट बाइक छ। अब हामीले यसरी सरले सुरुदेखिको सरलाई त्यो सर भनिदिनु भयो भने अनि म भिडियो पनि पठाइदिन्छु उहाँहरूलाई यसरी। हस् 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 हुन्छ। विचारमा उहाँहरू तिन चारजना त पछि आउनु भएको थियो। ठिक छ ठिक छ। हामीले अब आजको हाइपोथेटिकल डेटामा यो कोलुम एमा चाहिँ क्याटेगोरिकल भेरिएबल होइन। अब जस्तो डिपेन्डेन्ट भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबल कुरा गर्दाखेरि यो क्याटेगोरिकल चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल सबै साइड साइड टको चाहिँ उ गर्नु होला। क्रिम लाउनु खुट्टामा। ओके ओके, मैले चाहिँ अब यो चाहिँ हजुरको एमा भएको चाहिँ डिफाइनिङ भेरिएबल हो, क्याटेगोरिकल भेरिएबल होइन। वेदर अ पर्सन इज अब रेगुलर वाकर अर एन्ड इरेगुलर वाकर भनेर रेगुलर वाकरको लागि 1 कोड गरिएको छ, इरेगुलरको लागि चाहिँ 0 अदरवाइज है यो बाइनरी भेरिएबलमा। अनि वेट चाहिँ करस्पोन्डिङ पर्सनको चाहिँ वेट इन टर्म्स अफ मेजर इन टर्म्स अफ पाउन्ड्स जस्तो 179 एन्ड सो अन यो चाहिँ छ। यो टोटल हामीसँग रेकर्ड चाहिँ 282 जना पर्सनको चाहिँ इन्टरभ्यू अथवा होइन हाइपोथेटिकल इन्टरभ्यूबाट प्राप्त भएको यो चाहिँ अथवा उनीहरूको मेजरमेन्टबाट प्राप्त भएको डेटा हो। यसको लजिक चाहिँ रेगुलर वाकिङले गर्दाखेरि वेट चाहिँ ब्यालेन्स हुन्छ अथवा वेट कम रेगुलर वाकिङ गर्ने मान्छेहरूको वेट चाहिँ कम हुन्छ भन्ने थ्योरीमा आधारित यो हाइपोथेटिकल डेटा होइन। अब त्यसै यसरी हामीसँग डेटा आयो तपाईँको वर्क प्लेसमा भोलि काम गर्दाखेरि ल तपाईँहरू एज अ मोनिटरिङ इभ्यालुएसन अफिसर अथवा डेटा साइन्टिस्ट भएर जोइन गरेर ल यसको समराइज गर्नुहोस्, यो डाटा छ फिल्डबाट आएको छ अथवा चाहिँ मोबाइल एपबाट चाहिँ होइन सबको इजाज के भन्छ मोबाइल डेटा कलेक्सनबाट आएको छ, यसलाई चाहिँ अब समराइज गर्नुहोस् अथवा एनालाइसिस गर्नुहोस्। तपाईँलाई असाइनमेन्ट दियो भने कताबाट सुरु गर्ने भने एज अ स्टार्टर के हुन्छ भन्ने थ्योरीमा चाहिँ बसेर हामी चाहिँ छलफल गरेकोमा अब मलाई के लाग्यो भने यसमा चाहिँ अब इन्ट्रेस्ट चाहिँ ठिक छ। त्यसमा रेगुलर वाकर र भर्सेस इरेगुलर वाकरको बिचमा चाहिँ कस्तो खालको डेटा डिफ्रेन्सेसहरू छ त इन टर्म्स अफ काउन्टिङ नम्बर, कतिवटा स्याम्पल छ
कतिवटा स्याम्पल, कति उनीहरूको मिनिमम भ्यालु के छ, रेगुलर वाकरको, इरेगुलरको म्याक्सिमम भ्यालु के छ, मिन भ्यालु के छ, फर्स्ट क्वार्टल के छ, मिडियन के छ, त्यसपछि गएर थर्ड क्वार्टल डेटा कस्तो छ, स्ट्यान्डर्ड डेभिएसन भ्यालु के छ, भेरिएन्स के छ, स्क्युनेस कर्टोसिस के छ, कतिवटा चाहिँ फ्रिक्वेन्सी टेबल क्लास बनाउन सकिन्छ। अनि अर्को एउटा चाहिँ म थपिहालौँ है त, इन्टर क्वार्टल रेन्ज आइक्युआर भन्छ यसलाई, इन्टर क्वार्टाइल रेन्ज पनि भनिन्छ। यो भनिन्छ डिफरेन्स बिट्विन थर्ड क्वार्टल एन्ड फर्स्ट क्वार्टल है। 50% डेटा चाहिँ यो इन्टर क्वार्टल रेन्जभित्र हुन्छ है। अब हजुरलाई थाहै छ, अलिअलि थोरै पढ्नु होला। फर्स्ट क्वार्टलभन्दा अगाडि 25% अफ द डेटा फल गर्छ होइन, डेटा पोइन्ट्सहरूको त्यो डेटाको भ्याल्युज फल गर्छ फर्स्ट क्वार्टलभन्दा सम्ममा। त्यसपछि फर्स्ट क्वार्टल सकिसकेपछि अनि मिडियन भ्यालु बिचको हुने भयो। अनि मिडियन भ्यालु बिचकोमा भनेको 50% डेटा पोइन्ट फल गर्छ। त्यसपछि थर्ड क्वार्टलमा चाहिँ पछि थर्ड क्वार्टलभन्दा ठुलो चाहिँ रिमेनिङ 25% भ्यालु चाहिँ फल गर्छ होइन। इन्टर क्वार्टल रेन्ज भनेको एउटा त्यो रेन्जभित्र चाहिँ 50% अफ द डेटा पोइन्ट्स फल गर्छ भन्ने कुरो है। तर यहाँ के आयो, यो अलिकति मैले थोरै स्क्वाड ओके ल ओके यो ठिक छ भन्ने भयो है। यो भ्यालुजहरू यहाँ आयो। त्यसरी यो भ्यालुजहरू क्यालकुलेट गरेँ। यो क्यालकुलेट गर्दाखेरि हामीले एरे फङ्सन प्रयोग गर्ने, जुन मेरो छुटेको साथीहरूले यति मैले लिङ्कमा केही लिङ्कडिन पोस्टमा पनि राखेका छौँ, त्यसमा पनि रिफर गर्न सक्नुहुन्छ। पछि पनि आवश्यकता अनुसार हामी छलफल गर्छौँ। यसमा एरे फङ्सन युज गरेर यो सब फर्मुला चाहिँ हामीले काउन्टको लागि काउन्टको फर्मुला युज गर्ने होइन। तर गिभन कन्डिसन के कन्डिसन यसमा युज गर्नु पऱ्यो कि यो डेटामा जस्तो रेगुलर वाकरको चाहिँ कोड 1 भएको मात्रै डाटालाई हेर्नु र त्यसको मात्रै समराइज काउन्ट हेर्नु। त्यस्तै मिनिमम भ्यालु क्यालकुलेट गर्दाखेरि रेगुलर वाकरको यो माथि दिएको सेल नम्बर सेल 1 E1मा भएको 1 हेरेर त्यो अनुसारको डेटाभित्र हेरेर त्यसको मात्रै मिनिमम म्याक्सिमम होइन यो भ्यालुजहरू काउन्ट क्यालकुलेट गर्नु भन्ने आधार लिएर गरेको। र यो एरे फङ्सन चाहिँ एक्जिक्युट गर्नलाई फर्मुला हालिसकेपछि त्यसमा फर्मुलालाई के अरे सेलेक्सन गरेर त्यसपछि कन्ट्रोल इन्टर सिफ्ट तिनटै कि एकैचोटि प्रेस गरेपछि मात्रै अनि हाम्रो एरे फङ्सन चाहिँ एक्टिभेट हुन्छ र यो क्यालकुलेसन्सहरू आउँछ। नभए यदि खालि एन्टर मात्र गर्नुभयो भने डिफ्रेन्ट क्यालकुलेसन हुन्छ, रङ क्यालकुलेसन हुन जान्छ है। त्यो चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। भने त्यसैमा आधार गरेर हामीले चाहिँ यो सबै मेजर्सहरू क्यालकुलेट गऱ्यौँ। र अब त्यसपछि गएर हामीलाई अर्को इन्ट्रेस्ट लाग्यो, क्लास इन्टरभल एउटा क्लास डिस्ट्रिब्युसन हेरौँ त, यो डेटाको कस्तो वेटको डिस्ट्रिब्युसन हेरौँ बाई क्याटेगोरी, रेगुलर वाकर भर्सेस इरेगुलर हेरौँ त भन्ने हिसाबले गर्दा पनि यसमा पनि एरे फङ्सन युज गऱ्यौँ। र फ्रिक्वेन्सी काउन्ट्स यता क्लासको इन्टरभल पहिला क्लासहरू फर्मुलेट गऱ्यौँ 120 यो बिबिसको इन्टरभलमा चाहिँ क्लासहरू फर्मुलेट गरिसकेपछि यसलाई बिन पनि भनिन्छ, बिन एरे भन्छ। अनि त्यो गरिसकेपछि फ्रिक्वेन्सी यता फर्मुला एरे फङ्सनको फ्रिक्वेन्सी फर्मुला युज गरेर अनि हामीले यसरी फ्रिक्वेन्सी पनि अटो क्यालकुलेसनहरू गऱ्यौँ। म्यानुअली गरेको होइन, अटो क्यालकुलेसन आएको है। यसरी हामीले अहिलेसम्म यसरी चाहिँ अगाडि बढायौँ। सर अब यसमा एउटा एउटा क्वेसन मेरो, भन्नु, हामीले एरे फङ्सन नै किन युज गर्नु पर्यो डाटाको लागि? किनभने हामीले यो चाहिँ एरे फङ्सन भनेको जुन डेटा रेन्ज दिएको छ नि हामीले होइन, त्यो डेटा रेन्जलाई एउटा मेजरमेन्टलाई सिङ्गल फर्मुला एक्जिक्युट गर्ने हो। त्यसैले गर्दा सिङ्गल यो फर्मुला युज गर्ने हुनाले यो गिभन डेटाको लागि त्यसैले एरे फङ्सन युज गर्नु पर्यो। एज अ होल ग्रुपलाई एउटा डेटा ट्रिट भयो होइन यो फङ्सनको लागि? हो त्यसैले त्यो ग्रुप नै क्रिएट भयो त्यसरी। हजुर हजुर यो त्यसै मैले अहिले देखाएको के भने योभन्दा अरू एडभान्स टुल्सहरू पनि एक्सेलभित्र छ। तर मैले यो फन्डामेन्टल किन गरेको भने जति तपाईँ डेटासँग खेल्नुहुन्छ त्यतिकै तपाईँले बुझ्नु पाउनुहुन्छ, बुझ्नु सक्नुहुन्छ। अब जस्तो मैले एसपिएसएस नजानेको होइन होइन, अरू पनि नजानेको होइन, तर मैले एक्सेलमा गर्नु खोजेको कारणले एसपिएसएसमा तपाईँले एउटा सर्टन कि छान्नुहुन्छ, कमान्ड हुन्छ, त्यसले अटो एक्जिक्युट गरेको हुन्छ भने त्यसको बिचमा यो डेटाको चाहिँ खेल्ने अलि अवसर चाहिँ कम हुन्छ, लर्निङ अवसर थोरै कम हुन्छ कि जस्तो मलाई फिल भएको। मैले त्यही भएर एक्सेलमा अलिकति युज गरेको हो होइन। त्यसैले यसलाई जति तपाईँहरूले हजुरले प्र्याक्टिस गर्नुभयो त्यतिकै बढ्ने कुरा आयो एक्सपिरियन्सहरू। भनेपछि निशेषजी आजलाई यति मात्र गरौँ कि के गरौँ निशेषजी? हुन्छ सर, हुन्छ। टाइम हुन्छ भोलिलाई हामीले के प्लान गर्ने छ सर?
डेफिनेटली होइन। अब एउटा यस्तोमा हामी हार्ड एन्ड फास्ट साथीहरूको इन्ट्रेस्ट अनुसार चाहिँ हामीले हुनसक्छ 5 ठाउँमा 6 सेसन पनि जान सक्ने हुनसक्छ होइन। त्यसैले यसमा हार्ड एन्ड फास्ट छैन, मुख्य कुरो साथीहरूको इन्ट्रेस्ट नैले नै ड्राइभ गर्छ है। अब भोलिको कुरा गर्दाखेरि मैले चाहिँ अलिकति अब यो भयो मैले यो चाहिँ अलिकति मेजरमेन्ट टाइपकोमा फोकस गरेको डेटा होइन र न्युमेरिकल भ्याल्युजहरू क्रिएट कसरी गर्ने भन्ने सवालमा फोकस गरेँ। भोलि चाहिँ अलिकति ग्राफिकलमा फोकस गर्नु खोजेको छु मैले होइन। यही डेटाबाट अलिकति चार्ट्स फङ्सनहरू डिफ्रेन्ट खालको चार्ट्स फङ्सन लिइसकेपछि त्यसका चाहिँ डिस्ट्रिब्युसन प्याटर्नहरू के छ, किन मेजर्स अफ सेन्ट्रल टेन्डेन्सी अहिले निकाल्यौँ, डिस्पर्सन निकाल्यौँ, त्यसपछि डिस्ट्रिब्युसन निकाल्यौँ भने त्यसलाई भिजुअलाइज गर्दाखेरि अझ मोर क्ल्यारिटी सिन दिन्छ हाम्रो डेटाको नेचर भनेर भोलि भिजुअलाइजेसन पार्टमा फोकस गर्न चाहन्छु। र आजको सेसन्सबाट केही कुरो साथीहरूलाई कन्फ्युजनहरू छ भने त्यो पनि थोरै हामीले छलफल गर्न सक्छौँ भोलिका दिनमा। हजुर अहिले चाहिँ मैले यति मात्रै भने। र यो फाइल मैले अघिको दिएको जुन च्याट बक्समा दिएको फोल्डर जुन छ गुगल ड्राइभको त्यसमा यो फाइल पनि मैले अपलोड गर्छु। यो हरेक दिनको लागि एउटा एउटा सिट क्रिएट गर्छु। एउटा सिट हुनसक्छ यो गर्दाखेरि मैले तल यो सिटको चाहिँ नाम मिति अनुसार हुन्छ। जस्तो आज 8 जुन भएकोले 080625 लेखेको छु। 25 गर्ने कि 25 के गर्ने 2025 फेरि के हो भने जस्तोलाई यो चाहिँ आजको मिति भने भोलि अर्कै सिट हुन्छ। तर एभ्री डेको चाहिँ हामीले फाइल अपलोड गरेपछि तपाईँलाई यसो हेर्नु पनि हुन्छ, प्र्याक्टिस गर्नु पनि हुन्छ भनेर। हुन्छ निश्चय चाहिँ केही अब कन्क्लुडिङ केही छ भने हजुर राख्नु होला अनि हुन्छ सर, हुन्छ, थ्याङ्क यू। आजको लागि हामी यहीँ एन्ड गर्ने अनुमति चाहन्छौँ। भोलि हाम्रो आज 10जना 8जना चाहिँ आउनु भएको छ। भोलि म अरूलाई पनि फलो पनि गर्छु। यो भिडियो चाहिँ म सबैजनालाई पठाइ पनि दिन्छु। सरले यो पठाउनु भएको सिट कहाँ छ सर? यो गुगल ड्राइभमै छ होइन? गुगल ड्राइभमा म अपलोड गर्छु। अहिले गर्नुहुन्छ? हजुर, अहिले इमिडिएट गर्छु। अब यो सकेपछि गरेपछि म उहाँलाई यो पनि पठाइदिन्छु। उहाँलाई वर्किङ फाइल पनि हुन्छ। सबैजनालाई जो आज आउनुभएको छ सबैजनालाई म धेरै धन्यवाद दिन चाहन्छु। अरू केही सरहरूको केही रिक्वेस्ट छ भने पनि पर्सनली हामीलाई पठाउनु भयो भने हामी बस्न सक्छौँ कुरा गरौँला। कुनै पार्टमा जोड्नु छ भने त्यही भन्दै शुभ दिन भन्दै म आजको सेसन यहीँ एन्ड गर्ने अनुमति चाहन्छु है सर। थ्याङ्क यू सर। हस् धन्यवाद। हस् सबैलाई धन्यवाद।